मेरो रवि दाईको यो त्याग र सम्पन्नले गर्दा आज लोकतन्त्रले जितेको छ। रवि दाई एउटा त्यागी नेता हो। रवि दाई नभएको भए केपी ओली, रमेश लेखक जस्ता हत्याराहरू आज जेलसम्म पुग्दैन थियो। पर्दा पछाडिको हिरो भनेको हाम्रो रवि लामिछाने। आफू एउटा पनि पद नलिकन सबै आफ्नै सांसदहरूलाई ठुल्ठुलो पद दिइकन आफू एउटा पद नलिकन महान बन्नुभएको छ क्या हाम्रो त्यागी नेता हाम्रो रवि लामिछानेले। सबै नेपालीको मन जितेको छ। म्यान अफ द म्याच विनर भनेको रवि दाई हो। रवि दाईलाई सहकारी ठग भन्ने अनि बालिनलाई झ्यावा जिल्लामा हराउनको लागि पठाउने भन्नेहरू सबै झोलेहरू। हेर आज रवि लामिछाने एउटा त्यागी नेताको रूपमा परिचालन भएको छ नेपालभरि। रवि लामिछानेले जितेको छ आज नेपाली जनताको मन।